प्रश्न नम्बर 1 फलफुलको राजा भनेर कुन फललाई चिनिन्छ? अप्सन ए आँप, अप्सन बी केरा, अप्सन सी स्याउ, अप्सन डी लिची। यसको सही उत्तर रहेको छ अप्सन ए आँप। प्रश्न नम्बर 2 खुट्टामा कान हुने जीव कुन हो? अप्सन ए पुतली, अप्सन बी साङ्लो, अप्सन सी झ्याउकिरी, अप्सन डी गङ्गटो। यसको सही उत्तर रहेको छ अप्सन सी झ्याउकिरी। प्रश्न नम्बर 3 जनसङ्ख्याको आधारमा नेपालको सबैभन्दा सानो प्रदेश कुन हो? अप्सन ए मध्य प्रदेश, अप्सन बी गण्डकी प्रदेश, अप्सन सी लुम्बिनी प्रदेश, अप्सन डी कर्णाली प्रदेश। यसको सही उत्तर रहेको छ अप्सन डी कर्णाली प्रदेश। प्रश्न नम्बर 4 सर्वोच्च शिखर सगरमाथा कुन जिल्लामा पर्छ? अप्सन ए ताप्लेजुङ, अप्सन बी सोलुखुम्बु, अप्सन सी सङ्खुवासभा, अप्सन डी नाम्चे बजार। यसको सही उत्तर रहेको छ अप्सन बी सोलुखुम्बु। प्रश्न नम्बर 5 सार्क राष्ट्रमा हाल कतिवटा देशहरू रहेका छन्? अप्सन ए 5 वटा, अप्सन बी 7 वटा, अप्सन सी 8 वटा, अप्सन डी 10 वटा। यसको सही उत्तर रहेको छ अप्सन सी 8 वटा। प्रश्न नम्बर 6 प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा कतिवटा खेलहरू समावेश गरिएको थियो? अप्सन ए 16 वटा, अप्सन बी 18 वटा, अप्सन सी 22 वटा, अप्सन डी 25 वटा। यसको सही उत्तर रहेको छ अप्सन ए 16 वटा। प्रश्न नम्बर 7 नेपाली सेनालाई कहिलेदेखि संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनामा पठाउन थालिएको हो? अप्सन ए सन् 1955, अप्सन बी सन् 1958, अप्सन सी सन् 1962, अप्सन डी सन् 1965। यसको सही उत्तर रहेको छ अप्सन बी सन् 1958। प्रश्न नम्बर 8 नेपालको कुन ठाउँलाई चेरापुञ्जीको उपनामले चिनिन्छ? अप्सन ए कास्की, अप्सन बी पोखरा, अप्सन सी ढिकुर पोखरी, अप्सन डी लुम्ले क्षेत्र। यसको सही उत्तर रहेको छ अप्सन डी लुम्ले क्षेत्र। प्रश्न नम्बर 9 काठमाडौँको दक्षिणकाली मन्दिर कसले निर्माण गरेका हुन्? अप्सन ए प्रचण्डदेव, अप्सन बी प्रताप मल्ल, अप्सन सी महेन्द्र मल्ल, अप्सन डी अंशु वर्मा। यसको सही उत्तर रहेको छ अप्सन बी प्रताप मल्ल। प्रश्न नम्बर 10 होमस्टेका लागि प्रसिद्ध घले गाउँ कुन जिल्लामा अवस्थित छ? अप्सन ए तनहुँ, अप्सन बी पर्वत, अप्सन सी लमजुङ, अप्सन डी खोटाङ। यसको सही उत्तर रहेको छ अप्सन सी लमजुङ। प्रश्न नम्बर 11 काठमाडौँ जिल्लाको क्षेत्रफल कति रहेको छ? अप्सन ए 395 वर्ग किलोमिटर, अप्सन बी 401 वर्ग किलोमिटर, अप्सन सी 417 वर्ग किलोमिटर, अप्सन डी 422 वर्ग किलोमिटर। यसको सही उत्तर रहेको छ अप्सन ए 395 वर्ग किलोमिटर। प्रश्न नम्बर 12 शनिबार बिदा दिने चलन कसले चलाएका हुन्? अप्सन ए देव शमशेर, अप्सन बी भीम शमशेर, अप्सन सी चन्द्र शमशेर, अप्सन डी मोहन शमशेर। यसको सही उत्तर रहेको छ अप्सन बी भीम शमशेर। प्रश्न नम्बर 13 नेपाल र भारत बीच कतिवटा व्यापारिक नाकाहरू रहेका छन्? अप्सन ए 13 वटा, अप्सन बी 22 वटा, अप्सन सी 27 वटा, अप्सन डी 36 वटा।
यसको सही उत्तर रहेको छ अप्सन सी 27 वटा। प्रश्न नम्बर 14 विराटनगर जुट मिलको स्थापना कहिले भएको थियो? अप्सन ए विक्रम सम्वत 1993, अप्सन बी विक्रम सम्वत 1995, अप्सन सी विक्रम सम्वत 2001, अप्सन डी विक्रम सम्वत 2005। यसको सही उत्तर रहेको छ अप्सन ए विक्रम सम्वत 1993। प्रश्न नम्बर 15 गण्डकी नदीको सबैभन्दा सानो सहायक नदी कुन हो? अप्सन ए त्रिशुली, अप्सन बी कालीगण्डकी, अप्सन सी ददौरी, अप्सन डी टिला। यसको सही उत्तर रहेको छ अप्सन सी ददौरी। धन्यवाद। आजको भिडियो कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। म हजुर सामु यस्तै जीके सम्बन्धी भिडियो लिएर पुनः उपस्थित हुनेछु।